मेरो भ्लग हेलो हामीले चाहिँ दुईटा गाडी भनेको थियो अनि दुईटा गाडी चाहिँ भएन मेला चाहिँ हिँडेको कि तर यतिको बिजो कमाइलो चाहिँ कहिले भएको छैन पोखरी याङरक पोखरी पछि म पनि यस्तै गरेर बस्छु होला हौ दिदी दिदीलाई चाहिँ भिडियोमा ननिकाल्नु अरे कि किनभने Hello everyone, सेवारो गुड मर्निङ नमस्ते अनि वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ म बिहानै उठिरहेको छु। आज चाहिँ टिकाको अघिल्लो दिन अनि सबैजनालाई ह्याप्पी दसैँ। अनि आज चाहिँ हामी दसैँको अवसर पारेर कतै घुम्न जाँदैछौँ अनि कहाँ जाँदैछौँ त्यो चाहिँ एकछिनमै भन्छौँ हामी। अनि अहिले चाहिँ यसरी अलिअलि उज्यालो हुँदैछ अनि बिहानै उठेको म चाहिँ अनि अब चाहिँ तयारी हुनुपर्ने हुन्छ म अनि तयारी भएपछि फेरि तपाईँहरूसँग भेट्नेछु। सो गाइज म चाहिँ रेडी भइसकेँ अनि मम पनि रेडी भइसक्नु भयो। अब त हामी जाने हो, सबैजना आइसक्नु भयो अरे। जस्तो पाए त्यस्तै लगाइरहेको छु मैले साडी पनि। मम्मी कहाँ हुन्छ? हाम्रो मम्मी चाहिँ यहाँ यस्तो राम्रै हुनुभयो। अब हामी चाहिँ जाने हो। हेलो गरिदिनु न मेरो भ्लग। हेलो बाई बाई हामी जाने अब निशान बजार। हामी चाहिँ यस्तो भयो नि साडी चाहिँ मिलेकै छैन, अहिले चाहिँ नमिलाइदिनुहुन्छ। हामी चाहिँ गएको बुवालाई एक्लै घरमा छाडेर हिँडेको। हामी चाहिँ गाडी आइसक्यो अरे मम्मी। हामी चाहिँ कहाँ जानु आँटेको भन्दा चाहिँ नि हामी चाहिँ पाँचतरको अहिले लाग्दै गरेको निशान मेला है, याङरक गाउँपालिका 5 थर्पुमा लाग्दैछ। अनि त्यही हेर्नको लागि हामी चाहिँ दुई गाडी यहाँदेखि दुई गाडी जाँदैछौँ। अनि खेप लाउनु पर्ने हुन्छ। अब हामी पहिलो खेपमा अनि फेरि अर्को फेरि लिनु आउनुहुन्छ। दुईटा गाडी बनेको थियो। अर्को मान्छे बुढो भयो अनि तन्नेरी खोज्न हिँडेको। हामी तन्देरी खोज्नु हिँडेको। पहिले हाम्रो मम्मीहरूको मायालु सोल्टी याक्थुङबा सोल्टीहरू कता हुनुहुन्छ धान नाच्नु आउनु है। अनि हामीले चाहिँ दुईटा गाडी भनेको थियो अनि दुईटा गाडी चाहिँ भएन क्या। एउटा गाडीले चाहिँ नभ्याउने भयो अनि त्यही भएर एउटै गाडीले चाहिँ हामीलाई खेप लाउने अरे। त्यही भएर हामी चाहिँ अहिले बिहानै हिँडेको। ल त साथीहरू, हाम्रो टोलीहरू यता हुनुहुन्छ। सबैजना गाडी पर्खेर बस्नु भएको। अस्तिको चोटि चाहिँ सबै गाडी अगाडि नआएको, अहिले चाहिँ गाडी हामीले पर्खिनु पर्ने भयो। गाडी चाहिँ आइसकेको छ, सबैजना बसिसक्नु भयो। अब हामी पनि, हाम्रो चाहिँ जहिले सिटी यतै हुन्छ। मेला चाहिँ हिँडेको कि तर यतिको बिजो कमाइलो चाहिँ कहिले भएको छैन हेर्नुहोस् हाम्रो बिजो। ल हाम्रो सिनाम गाउँ यता हुनुहुन्छ हाम्रो वरिष्ठ मान्छेहरू। बजार आइपुग्यो हामी चाहिँ अहिले। यो चाहिँ थर्पु बजार हो, 5 थरको थर्पु बजार। ल है गाडीले हामीलाई पनि दिनु है। उतै तलै छोड्यो पानी, त्यहाँदेखि त थोरै हिँडेर जानुपर्ने हुँदो रहेछ। कति राम्रो छ त्यही भएर हिँड्दैछौँ है
हामी त 10 मिनेट लाग्छ राम्री भएर आएको हिल पनि यति लामो लाग्यो तर के गर्नु हिँड्नु पर्यो यस्तै छ जिन्दगी जानु नदिने रहेछ क्या माथि नैसम्म चाहिँ तल आउँदै हुनुहुन्छ हामी चाहिँ यता माथि आइसक्यो देख्न सक्नुहुन्छ निशान बजारको माहौल ल सबैजना आउँदै हुनुहुन्छ हिँड्दै यो चाहिँ बाटो हैरान पोख्छ हैरान भयो होइन मेरो बहिनीलाई के पुग्यो हौ ओइ कति छिटो पुगेछ हौ अनि ल पुग्यो है हामी चाहिँ के होइन हौ ल यो चाहिँ निशान झिक्नु भएछ निशान बजार लाग्ने ठाउँ चाहिँ यही हो है कस्तो राम्रो रहेछ नि यहाँ उहाँ चाहिँ बाजे हामीलाई लिन आउनु भएको उहाँकोमा हामी जान आँटेको ल निशान ल्याउँदैछ अघि निकालिसकेको छ कस्तो राम्रो पोखरी याङरक पोखरी हुन्छ आउँदै हुन्छ क्या राम्रो रहेछ हो माई गड राम्रो छ कान्छोमा ल निशान यो चाहिँ निशान हो ल ठिक छ भयो डन यो चाहिँ हाम्रो फुपाजीको घर है हाम्रो फुपूको थेबे ल्याउनु भएको यहाँ चाहिँ हाम्रो चेली अनि उहाँको घर अनि हाम्रो चाहिँ हाम्रो घर बोलाउनु भएको थियो अनि हामी चाहिँ आइसकेको छौँ यहाँ है घर चाहिँ यही हो हामी चाहिँ खाना खाने हो अब पाहुना लागेको हामी हाम्रो लागि खाना पाक्दैछ मैले फुलको बिरुवा ल्याउने घर अनि हाम्रो आफन्तको घर यो चाहिँ नर्सरी रहेछ यहाँनिर तपाईँहरूलाई देखाउँछु ल म हजुर यहाँ चाहिँ हाम्रो दाजु हुनुहुन्छ दाजु मेरो भ्लगमा तपाईँलाई स्वागत छ तपाईँको ताक्लु राम्रो देखिरहेछ एकदमै अनि यहाँ चाहिँ हामी चाहिँ नर्सरी घुम्नलाई आएको उसलाई स्ट्रबेरी चाहिँ जतिखेर भुत चढेर छैन हौ स्ट्रबेरी दिदी चाहिँ कहाँ जानुभयो दाजु ल यहाँ लडक नर्सरी हो यो चाहिँ सधैँ म फुलको बिरुवा यहीँदेखि लान्छु उनीहरू लगेको छु मैले चाहिँ कति राम्रो राम्रो फुलको बिरुवाहरू छ रहेछ मैले एउटा दुईटा भेराइटिज राम्रो राम्रो देखिरहेछ यो प्लान्टहरू हेर्नुहोस् जे प्लान्ट कति धेरै राम्रो यो खाले फुल चाहिँ लानु पर्यो दाजु म आज कस्तो राम्रो हेर यो फुलको नाम चाहिँ के हो दाजु कस्तो राम्रो कति राम्रो के कस्तो राम्रो हेर्नु ए हजुर हजुर कति धेरै मेहनती मान्छे पछि म पनि यस्तै गरेर बस्छु होला हौ दिदी पुरा मनपर्छ हौ कति धेरै है
यस्तो कामहरू गर्दा कति आनन्द पनि हुन्छ ल ल ल ल दिदीलाई चाहिँ भिडियोमा ननिकाल्नु अरे कि किनभने यो के अरे घरमा बस्दा लाउने लुगामा हुनुहुन्छ त्यही भएर भिडियो ननिकाल्नु भन्नुभएको छ त्यही भएर ल हेरे मैले एकदमै राम्रो लाग्यो तपाईँहरूलाई पनि यति चाहिन्छ भने लिन सक्नुहुन्छ यो फुलको बिरुवाहरू हेर्नुहोस् कति धेरै राम्रो राम्रो छ जमानामा डिम्पल तिम्रो नाम हामीले चाहिँ लुगाहरू पनि लगाइसक्यौँ बन्यौँ अब चाहिँ हामी निशान मेलातिर जान लागेको खानासाना सबै खाइसक्यौँ हिँड्यौँ है हामी अब अनि अब हामी निशान मेला भ्याउन गएको अहिले चाहिँ ठ्याक्क 1 साढे भइसक्यो अब चाहिँ हामी निशान मेलातिर लाग्यौँ अब कहाँ गएको हौ के छ यहाँ चाहिँ मेला आएपछि अहिले हल्लीचल्ली गर्नुपर्छ हाँस्नुपर्छ नाच्नुपर्छ उफ्रिनुपर्छ यसरी हुन्छ रमाइलो भयो कतिको गर्मी भयो यता चाहिँ हाम्रो टोलीहरू हुनुहुन्छ यता हाम्रो बोजू सबैजना बोजू एकसागर बोजू सेवाडो सबै बोजूहरूलाई लिम्बुनीहरू सिनामको लिम्बुनीहरू सबैजना याकथुङमाहरू सोल्टीसँग याकथुङमा सोल्टीहरूसँग धान नाच्नु आएको कि तर सोल्टीहरू नै भेटेन अरे अनि यहाँनिर अहिलेको साग जस्तो बसिराख्नु भएको छ पाँचतरको सोल्टीहरू एउटै छैन रहेछ धान नाच्नु आएको तपाईँ लिनु पर्यो लास्टमा चाहिँ भरे होला नि 10 बजी घर गएपछि आउँछ पात यहाँदेखि उता चाहिँ मैले सबै भोइस ओभर गरेँ किनभने हेर्न सक्नुहुन्छ कति धेरै मान्छेहरू छ है यति धेरै मान्छेहरू भएर पनि होला सायद के बोल्नु भयो क्या अनि मैले चाहिँ केही नबोली यतिकै भिडियो गरेर हिँडिरहेको थिएँ अनि अब चाहिँ हामी घर फर्किँदै गरेको अनि आजको मेरो भिडियो चाहिँ यस्तै नै भयो अनि अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि सबैजनाले लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला।